सबैलाई नमस्कार। म अर्जुन भुसाल। अत्यन्तै खुसीको खबर छ। एउटा आज व्यापारिक जीवन बिताइरहेको भाइले आज परिचय पाउँदैछ। यो क्षणमा हामी छौँ जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकमा छौँ। आदरणीय साग स्टुडियो साहब हुनुहुन्छ। आदरणीय सरहरूले जुन सहकार्य गरिदिनु भयो, सहजीकरण गरिदिनु भयो, यसका लागि म मनैदेखि धन्यवाद दिन चाहन्छु। आदरणीय भोलानाथ सर हुनुहुन्छ, अहिले यो नागरिकता प्रदान गर्दै हुनुहुन्छ। एकदमै प्रदान गरिदिन आग्रह गर्छु। आदरणीय सर, एकदमै सम्मान। आज 20औं वर्ष परिचयविहीन भएर बसेको एउटा बालकले आज यो उमेरसम्म आइपुग्दै गर्दा केही पाएको थिएन। आज अध्यक्षज्यू उहाँ स्वयं आएर म सूचक बस्छु, म जन्मदाता बनाइदिन्छु, म उसको जिम्मेवारी लिन्छु भनेर उहाँले प्रयास गरिदिनु हो। जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिदियो, जिल्ला प्रहरी कार्यालयले सहजीकरण गरिदियो, पनौतीको चौकीले सहजीकरण गरिदियो। म सबैलाई धन्यवाद दिन चाहन्छु। केही उसलाई शुभ आशीर्वाद दिइदिनुहोस् यो क्षणमा, मै लिन्छु। ल, सर्वप्रथम त अर्जुनजीलाई धेरै धेरै बोल्दैछु। हाम्रो कृष्ण भाइको लागि उहाँले धेरै ठुलो मेहनत र समय परिश्रमहरू खर्चिनु भएको छ। अन्त्यमा चाहिँ उहाँ सफल पनि हुनुभएको छ। कृष्ण भाइको पारिवारिक मिलन हुन नसके पनि उहाँले एउटा नेपालको नागरिक भएर नागरिकको परिचय बनाउन चाहिँ सफल हुनुभएको छ। भर्खरै हामीले उहाँलाई चाहिँ उहाँको परिचय नेपालको नागरिकता प्रदान गरेका छौँ र यो परिचयले उहाँलाई अब आगामी दिनमा अगाडि बढ्नलाई चाहिँ